चाहिँ म चाहिँ आज चाहिँ हामी प्याकिङ हुँदैछ साथीले पनि प्याकिङ गर्दैछ हाम्रो दोकान 12 बजे उठिरहेको छ हामी योपालि चाहिँ सामान चाहिँ प्याकिङ हुँदैछ भाइ के भन्नु छ केही छैन बुढालाई चाहिँ मार्छु म आज मेरो मजाक ह्याङ्गर चाहिँ हेभी छ अब ह्याङ्गर यहाँ उयो गर्दैछ है 12 बजे उब्रेको छ सामान चाहिँ साथीको चाहिँ निकै उयो भइरहेको छ अहिले एक्लै छ साथी चाहिँ हामी 3 जना भएको कारणले गर्दा छिटो सक्यो अब साथीलाई सघाउनु पर्ने छ अब भनेर प्याकिङ भर्खर हुँदैछ उसको पनि केही छ खुसी छ कि मन घर जानु पाउँछ अब भनेर अझै मेरो त 5 तारिखको जानुपर्ने अब गएर बरिसमा के गराइ हुन्छ पिसाइ हुन्छ पिसाइ हामी त बेलुकै जाने हो मभन्दा ढिलो जान्छु भन्ने मान्छे मभन्दा अगाडि भयो दौडना त पर्ता मलाई मार्गी लागिरहेको छ अन्त मैले मास्क लगाइरहेको छु सास फेर्नु पनि साह्रो पर्दैछ मार्गीले नाक बन्द भयो है यो धुलोले गर्दा रोडको छेउमा है प्याकिङ गर्दाखेरि धुलो हेभी उठ्छ अन्त त्यसै अलरेडी म मार्गी लागिरहेको थिएँ अहिले दाजु भाइहरू आएर चाहिँ सफा कारणले गर्दा छिटो सकिँदैछ अब यो पाइपहरू खोल्नुपर्छ अन्त यो माथिको पर्दाहरू निकाल्यो त्यहाँदेखि उता चाहिँ गाडी बोलाएर जान्छ है हुन्छ यसरी नै तपाईँलाई भिडियो देखाउँदै गर्छु ल हामीले चाहिँ भोलि चाहिँ राम्रो ए तेल पो हाल्नु गयो हामी चाहिँ गएको होइन केटाहरू सबैजना लाइक एन्ड सेयर गरिदिनुहोस् होइन वेस्ट साइड इस्ट साइड भन्दै म चाहिँ आइदिएको छु राबुङ अब भोलि चाहिँ عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة يا اخي دوس عندي خوش فصلة يا اخي تفوز والله خوش رقصة حلو زين مكانه حلو ديكوريشن ماله حلو سوي رقصة المارشميلو ربعناها فوق كله كامل كلو यो चाहिँ हाइवे भरुचको हाइवे आइपुग्यो अब चाहिँ ठुलो ब्रिज ठुलो पुल हो अब समुद्र इन्डियन ओसनको साइड फेसको हो यो चाहिँ गुजरातको